हेलो गाइज वेलकम टु माई च्यानल। आज चाहिँ मेरो बर्थडे, सो बर्थडेको दिन चाहिँ दक्षिणकाली जाँदैछौँ बुढाबुढी। अनि त्यो भिडियो चाहिँ म हजुरमा सेयर गर्दैछु। हामीहरू सानो बेबीहरू आएकोबाट कस्तो देखिरहेको रहेछ। नुहाएर रेडी भइसक्यो होइन, हामी दुवैजना। अब हामी जाँदैछौँ। म चाहिँ 3 इयर्स अगाडि गएको थिएँ, अब चाहिँ 3 वर्ष पछाडि चाहिँ जाँदैछु म चाहिँ। लाइक पहिला चाहिँ कस्तो फर्स्ट टाइम चाहिँ मम्मीहरूसँग गएको थिएँ, सेकेन्ड टाइम चाहिँ साथीहरूसँग गएको थिएँ, थर्ड टाइम चाहिँ म आफ्नो बुढासँग जाँदैछु होइन। सो त्यही हो गाइज, त्यो भिडियो चाहिँ हजुरमा आज सेयर गर्न गइरहेको छु। म रेडी भइसकेको छु, रेड फुर्ता लगाएर। दक्षिणकाली जानको लागि चाहिँ ठ्याक्क बल्खु आएर चाहिँ हामी किर्तिपुर जानेतिरबाट भएर जानुपर्ने हुन्छ। चाहिँ बल्खु चोक गयो अनि ठ्याक्क किर्तिपुर जाने बाटो। किर्तिपुर नगर्नु त हामी सिधै हेटौँडा जाने बाटो चाहिँ यताबाट हेटौँडाको गाडीहरू पनि लाग्छ कि, अनि त्यही हुँदै जाने हो। कटिसक्यो होइन, बाटो चाहिँ अहिलेसम्म चाहिँ राम्रो नै छ। पहिला म आउँदा चाहिँ बाटो लास्टै खत्तम थियो कि, लास्टै खत्तम थियो। गाडीमा आएको थियो मम्मीसँग, अनि अहिले चाहिँ बाटो चाहिँ राम्रो बनाएको रहेछ। अनि ठ्याक्क जङ्गल सुरु भएदेखि त क्या चिसो हवाइतिर हामी चाहिँ पुग्न आँटिसक्यो होइन। बाइकमा आएको भएर होला हामी त यति छिटो पुगेर जस्तो फिल भइरहेको। लास्ट टाइम त गाडीमा आएको थियो, एकदम धेरै टाढा जस्तो फिल भएको थियो। अहिले चाहिँ बाइकमा आएको भएर होला एकदम छिटो पुग्यौँ। हामी चाहिँ पुगिसकेको छ। अब चाहिँ सामानहरू किनेर पूजा गर्न जानुपर्ने हुन्छ। पूजाको सामान चाहिँ किनिसक्यो है। कस्तो एक्सपेन्सिभ यो चाहिँ सबैको चाहिँ 400 पर्न गयो होइन, 500 पछि नगरेको सामान पनि राख्यो नि त, 500 पर्न गयो सबैको चाहिँ। हामी चाहिँ भित्र आइसक्यो होइन, त्यहाँ धेरै लाइन रहेछ। सो हामी लाइन लागेर चाहिँ पूजा नगर्ने भने किनभने ढिला हुन्छ। त्यही भएर चाहिँ बाहिरबाट नै पूजा गरेर सायद फर्किहाल्छ होला। लाइन यहाँबाट हिटीबाट चाहिँ भएको छ हुन्थ्यो, माथिदेखि यहाँ कति धेरै लामो लाइन छ कि। सो बाहिरबाट दर्शन गरेर गइहाल्छ हामी चाहिँ। हामीले चाहिँ पूजा गरिसक्यो होइन, दर्शन गरिसक्यो। अब यहाँदेखि फर्किँदैछौँ। अनि कस्तो भिड भएको बेला चाहिँ राम्रोसँग पूजा गर्न पायौँ, भित्र गएर बाहिरबाट चाहिँ दर्शन गऱ्यो। र हामी यहाँदेखि फर्किन्छौँ। लाइन चाहिँ असाध्यै लामो लाइन छ, माथिदेखि तल्लोसम्म यहाँदेखि। अनि पूजा गर्न पर्ने चाहिँ त्यहाँ मन्दिरमा लामो लाइन छ। चाहिँ सबैजना परिवार आउँदा चाहिँ मजाले लाइनमा बसेर चाहिँ पूजा गर्नुपर्ने हुन्छ सोचिरहेको छु मैले चाहिँ। हामी चाहिँ खाना खाँदैछ होइन, यहाँ दक्षिणकालीमा चाहिँ। मलाई चाहिँ बाहिर खाना खानु मन लागिरहेको थियो, अनि धेरै पछाडि चाहिँ बाहिर खाना खाँदैछौँ। अब त्यो चिकन खाना खाँदै हुन्छ होइन, अनि म चाहिँ भेज। पूजा गरेर पनि सक्यो, खाना खाएर पनि सक्यो। अब चाहिँ हामी यहाँदेखि फर्किँदैछौँ। कालोले चाहिँ बाइक पार्किङबाट लिनुहुन्छ, अनि हामी घर फर्किन्छौँ। अब चाहिँ हामी यहाँनिर आएर चाहिँ कन्फ्युज भएको थियो कि यतातिर चाहिँ जाने होइन, यतातिर चाहिँ जानुपर्ने रहेछ। अनि हामी यतातिर सोधेर चाहिँ गयौँ। यो चाहिँ साइडमा चाहिँ गुम्बा नै रहेछ कि, दक्षिणकाली मन्दिर जानु पुग्नुभन्दा अगाडि चाहिँ यहाँ ट्याक्क लगाएर बाटोमा चाहिँ गुम्बा पनि छ कि। छन चाहिँ गुम्बाहरू चाहिँ अलि अगाडि पनि छ 2टा। यहाँ पनि ठ्याक्कै बाटोमा चाहिँ रहेछ एउटा। जङ्गल छ है। हामी चाहिँ किर्तिपुर पुगिसक्यौँ होइन, बाख्राहरू। हामी चाहिँ कालोले एकदम स्पिडमा लिएर आउनुभएको थियो, तर छिटो पुगिहाल्यौँ। अबको 10-15 मिनटमा चाहिँ हामी घर पुगिहाल्छौँ। अहिले कालो 10-15 मिनटमा पुग्छौँ है। हेलो गाइस, हामी चाहिँ घर पुगिसक्यो। अनि यस्तो धुलो थियो नि त, यस्तो धुलो थियो। अनि मेरो फेस त पुरा कस्तो। अनि मेरो यहाँ चाहिँ त्यो कालो किरा हुन्छ नि, झ्यापे अब चस्मा लगाउनु पाइन्छ छैन नि त। आज पनि पाउडरवाला चस्मा खासै लगाउँदैन, अनि स्पेसली कुर्ताहरू चाहिँ लगाउँदिनँ म। अनि ठ्याक्क आँखामा परेर यस्तो गाह्रो भएको थियो नि। अनि त्यो आउने बित्तिकै चाहिँ मुख धोइहाल्यो कि, टिका पनि छैन यहाँ, मुख धोइहाल्यो। अनि धुलोले पुरा म खासै फाउन्डेसन लगाउँदैन, आज त हल्का लगाएको थियो। अनि कस्तो अर्कै डिफ्रेन्टवाला आफूलाई हेर्दा पनि मन लाग्यो। म त त्यो आउने बित्तिकै झट्टाउनु मुख धोइहालेँ।
अनि आफ्टर द्याट चाहिँ बल्ल चाहिँ भिडियो चाहिँ इन्डिङ गर्छु त सोचेको अनि इन्डिङ गर्दैछु इन्डिङ चाहिँ आजको हल्का हल्का चाहिँ मेरो बर्थडेको सेलिब्रेसन पनि राख्छु थोरै थोरै चाहिँ क्लिप चाहिँ अनि दक्षिण काली पुगेर चाहिँ आइसक्यो जान चाहिँ हामीलाई आधा घन्टा लाग्यो आउन पनि आधा घन्टा लाग्यो ठ्याक्कै 34 मिनट लाग्यो कि जान अनि आउन चाहिँ त्यही ठ्याक्कै आधा घन्टा जति भयो क्या जस्तो स्पिडमा लिएर आउनुभएको थियो नि बाटो पनि हल्का खाली थियो सो हामी छिटो पुगिहाल्यो अनि त्यहाँ चाहिँ लाइन लागेर चाहिँ पूजा गरेन न त ढिला हुन्छ नि त हामी पनि हल्का ढिला गएको थियो अर्ली मर्निङ गएको थिएन अनि हामी फेरि अनप्लानमा गएको थियो कि प्लानै गएको थिएन अनि मम्मी जान मिल्छ भनेर सोधेँ अनि जानु मिल्छ भनेर भन्नुभयो अनि ल त्यसपछि गइदिउँ न त भने छिटो उठेर नुहाएर गएको थियो अब त्यही हो गाइस आइसक्यो जस्ट जान चाहिँ मलाई एकदम धेरै मन लागिरहेको थियो अब चाहिँ पछि चाहिँ फेरि जानुपर्ने हुन्छ पुरै फ्यामिलीसँग जानु मन लागेको छ होइन अनि यो चाहिँ म मन्दिर जाँदाखेरि यो लगाउने भनेर किनेको थियो कि अनि ठ्याक्क आज चाहिँ जुझ्यो नि त मौका मिल्यो नि त लगाएको अनि मलाई यो कस्तो मन परेको कि जुन छ नि यो डिजाइन लाइक यो चाहिँ मैले दाङमा किनेको थिएँ त्यही हो गाइस यस्तो कुर्ताहरू खुब मन पर्न थालेको थियो आजभोलि चाहिँ के भन्छ जर्जेटको कुर्ता भन्दो रहेछ एन्ड त्यही हो गाइस अब चाहिँ साँझ हल्का हल्का सेलिब्रेसन भयो भने त्यो भिडियो पनि सेयर गर्छु मेरो बर्थडेको लागि चाहिँ डेकोरेसन पनि रेडी भइसकेको छ अनि यहाँ चाहिँ टिकाको लागि अनि दिया पनि सबै छ अनि यहाँ केक आज चाहिँ फ्रुट्स केक रहेको छ क्लास गाइस म पनि रेडी भइसकेको छु हल्का दिले हल्का कपालसम्म मिलाइदिनु भएको छ जस म पनि यहाँ रेडी भइसकेको छु अनि प्याक गर्न सब मेरो सब रेडी भइसकेको छ अब हामीले केक काट्नु पर्ने हुन्छ Happy birthday. Hey, what's the video in that?
गाइस हामी चाहिँ सेलिब्रेसन गरिसक्यो हैन अब चाहिँ खाना खान्छौँ अनि मेरो बर्थडे फाइनली सकिसक्यो बुढी भइसक्यो अब के गर्नु गाइस यस्तै हो पछाडिबाट भाइहरु जिस्काइराख्नु मैले भ्लग बनाएको कन्फिडेन्स लेभल अलि बढिरहेको अरे अनि त्यही भएर नि अलिकति जिस्काइराख्छु कि अब यस्तै हो अब बनाउन थालेपछि अलिअलि त बनाउनु पर्यो नि त हैन के बनाउँदै नबनाउनु पर्यो आज चाहिँ हाम्रो खानामा चाहिँ बनेको छ पुलाउ त्यस पछाडि बनेको छ अचार अनि ननभेजहरुको लागि चाहिँ रोस्ट आज बहिनीले मम्मीले दिदीले सबजनाले मिलेर 4 बजेदेखि बनाउन थाल्नु भएको हैन के रे ननभेजहरुको लागि चाहिँ रोस्ट अनि यहाँ रहेको छ राजमा यता टमाटरको अचार यता चाहिँ सादेको पनिर छ मलाई म मात्रै हो भेजिटेरियन चाहिँ यहाँ रहेको छ पापड यता रहेको छ प्राउन अनि यहाँ चाहिँ कोल्ड ड्रिंक्स अब चाहिँ हामी खाना खाँदैछौँ यो चाहिँ मेरो बुढाको खानाको थाली हो यो चाहिँ मेरो थाली हो यो भेज थाली हो यो नन भेज थाली हो त्यही हो गाइज फाइनली गाइज हामी खाना पनि खाइसक्यो अनि अब चाहिँ रेस्ट गर्नुपर्ने हुन्छ थाकिसकेछौँ अनि यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइज लट्स अफ लभ यसरी नै माया गरिराख्नु